नमस्कार साथीहरू, आसिमको युट्युब च्यानलमा तपाईँहरूलाई हार्दिक स्वागत छ। साथीहरू, आज फेरि हामी एउटा अर्को एनएस लिएर आइसकेका छौँ, NS 12 इन्कम ट्याक्सेस। र यो इन्कम ट्याक्स NS 12 चाहिँ धेरै नै इम्पोर्टेन्ट स्ट्यान्डर्ड हो हाम्रो क्याप 3 को इक्जामको लागि चाहिँ। प्रायः यहाँबाट आइक्यानको फाइनल इक्जाममा क्वेसन आउने देखिन्छ। त्यही भएर हामीले चाहिँ आजको यो भिडियोमा NS 12 इन्कम ट्याक्सेसको चाहिँ कन्सेप्ट पढ्नेछौँ। कन्सेप्ट आजको भिडियोमा बुझ्नेछौँ र तपाईँलाई चाहिँ म एउटा एस्योरिटी के गर्छु भन्दाखेरि चाहिँ तपाईँले यहाँबाट कन्सेप्ट चाहिँ बुझेर जानुहुन्छ। त्यस पछाडि हामीले अर्को भिडियोमा यसपछि जुन भिडियो आउँछ त्यसमा NS 12 इन्कम ट्याक्सेसको आइक्यानमा सोधेका क्वेसनहरू, आइक्यानका आरटिपीमा सोधेका क्वेसनहरू र सकेसम्म आइसिएका स्टडी मेटेरियलहरूका पनि जुन क्वेसनहरू हुन्छन् त्यो सबै क्वेसनलाई मिलाएर हामी लगभग 15-16वटा क्वेसन चाहिँ इन्कम ट्याक्सको गर्नेवाला छौँ नेक्स्ट भिडियोमा। सो पहिला चाहिँ आजको यो भिडियोमा हामी कन्सेप्टलाई प्रिफर गरौँ र त्यस पछाडि हामी चाहिँ क्वेसनहरू पनि गर्ने नै छौँ। ठिक छ? सो अब कन्सेप्ट सुरु गरौँ है त। कन्सेप्टमा सबैभन्दा पहिला कन्सेप्टमा तपाईँले के बुझ्नु पर्यो त भन्दाखेरि चाहिँ इन्कम ट्याक्स भनेको इन्कम ट्याक्समा दुईटा ट्याक्स पर्छ। इन्कम ट्याक्समा दुईटा ट्याक्स पर्छ। एउटा चाहिँ करेन्ट ट्याक्स हुन्छ र अर्को चाहिँ डिफर्ड ट्याक्स हुन्छ। करेन्ट ट्याक्स र डिफर्ड ट्याक्स। ठिक छ? करेन्ट ट्याक्स र डिफर्ड ट्याक्स। अब यो दुईटा टर्मलाई मैले बुझाउनु पर्यो भने म एउटा इक्जाम्पल लिएर बुझाउँछु। त्यो इक्जाम्पलमा चाहिँ तपाईँले एकदमै राम्रोसँग बुझ्नुहुन्छ। एउटा इक्जाम्पल लिउँ न, हैन? एउटा इक्जाम्पल लिउँ। त्यो इक्जाम्पल के हो त भन्दाखेरि चाहिँ हाम्रो PPE मानौ हाम्रो PPE छ अरे र बुक्स अफ अकाउन्टमा चाहिँ हामी सपोज 2 लाखको PPE छ, लेस डेप्रिसिएसन @ 20% छ अरे। 20% को डेप्रिसिएसन त भनेपछि 40,000 को चाहिँ यहाँ डेप्रिसिएसन लाग्ने भयो र हाम्रो भ्यालु यहाँ कति देखिनु भयो भन्दाखेरि 1,60,000। ठिक छ? त्यसै गरिकन यदि ट्याक्सको हिसाबले यदि मैले यो एसेटलाई PPE लाई चाहिँ ट्याक्सको हिसाबले डेप्रिसिएसन लगाएको भए चाहिँ कति हुन्थ्यो त? ओरिजिनल कस्ट 2 लाख नै हुन्थ्यो। मानौ यसमा चाहिँ डेप्रिसिएसन मेरो 25% छ अरे। 25% SLM। 25% SLM छ। ठिक छ? 25% SLM र यहाँ पनि 20% SLM छ भनेपछि यहाँ चाहिँ 50,000 को डेप्रिसिएसन लाग्छ र हाम्रो भ्यालु कति आउँछ त भन्दाखेरि 1,50,000। ठिक छ? अब हेर्नुहोस् है, यो 1,60,000 जुन हामीले बुक्समा देखाएका छौँ इयर इन्डमा, यसको अर्थ के हो त भन्दाखेरि चाहिँ हामीले फ्युचरमा 1,60,000 बराबरको चाहिँ इकोनोमिक बेनिफिट पाउँछौँ भनेर भने हो। फ्युचरमा 1,60,000 को इकोनोमिक बेनिफिट PPE बाट पाउँछौँ भनेर भनेको छ। यसको मतलब यो हो। ठिक छ? त फ्युचरमा मैले इकोनोमिक बेनिफिट कति पाउँछु भन्दाखेरि चाहिँ 1,60,000। यसलाई हामीले नाम के दिने भयौँ? क्यारिङ अमाउन्ट। ठिक छ? क्यारिङ अमाउन्ट एज पर बुक्स अथवा क्यारिङ अमाउन्ट सिधै। त्यसपछि यो जुन छ 1,50,000 त्यो PPE कै भ्यालु हो। तर यदि मैले यो PPE लाई ट्याक्सको रेटको हिसाबले डेप्रिसिएसन लगाएको भए चाहिँ मेरो यति भ्यालु आउँथ्यो। त यसलाई हामीले नाम दिन्छौँ ट्याक्स बेस। अब यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ? यसलाई हामीले के भन्यौँ कि 1,60,000 PPE बाट इकोनोमिक बेनिफिट हामी पाउँछौँ भनेर 1,60 को देखाएको हो। ट्याक्स बेस भनेको के हो त भन्दाखेरि चाहिँ यो 1,60,000 को अगेन्स्टमा मलाई गभर्नमेन्टले चाहिँ 1,60,000 को अगेन्स्टमा 1,60,000 को इकोनोमिक बेनिफिटको अगेन्स्टमा ट्याक्सले मलाई कति डिडक्सन दिन्छ त? ट्याक्सले मलाई कति डिडक्सन अलाउ गर्छ त भन्ने कुरा चाहिँ 1,50,000 हो। त्यसलाई हामीले ट्याक्स बेस भन्छौँ। सो 1,60,000 चाहिँ हामीले इकोनोमिक बेनिफिट पाउनेछौँ भविष्यमा। ट्याक्सले मलाई कति मात्रै अलाउ गर्छ रे? ट्याक्सले मलाई डिडक्सन मात्रै अलाउ कति गर्छ त भन्दाखेरि 1,50 भनेपछि हाम्रो इकोनोमिक बेनिफिट त 10,000 ले के छ? बढी छ, हैन र? इकोनोमिक बेनिफिट हामीले पाउने भनेको चाहिँ फ्युचरमा 1,60 हो, तर ट्याक्सले हामीलाई कति डिडक्सन मात्रै अलाउ गर्छ? 1,50 मात्रै अलाउ गर्छ भने 10,000 त हाम्रो के छ? इकोनोमिक बेनिफिट त हाम्रो बढी हुने भयो, हैन र? हाम्रो बेनिफिट त बढी हुने भयो भनेपछि तपाईँ आफै भन्नुहोस्, अब फ्युचरमा मेरो इकोनोमिक बेनिफिट बढी हुन्छ भने यसले गर्दा मलाई के गर्नुपर्छ त भन्दाखेरि चाहिँ एडिसनल ट्याक्स दिनुपर्ने हुन्छ, हो कि हैन भन्नुहोस् त? यदि मेरो ट्याक्सले डिडक्सन कम दियो र मेरो चाहिँ बेनिफिट बढी भयो भने मलाई चाहिँ के गर्नुपर्ने हुन्छ त भन्दाखेरि एडिसनल पेमेन्ट अफ ट्याक्स, मलाई ट्याक्सको एडिसनल पेमेन्ट गर्नुपर्ने हुन्छ। यस नो भनेपछि यो
जुन डिफरेन्स आयो यो जुन डिफरेन्स आयो यो डिफरेन्सलाई हामीले किनकि यो डिफरेन्सको कारणले मलाई फ्युचरमा ट्याक्स अझै तिर्न पर्छ, यो डिफरेन्सको कारणले मलाई फ्युचरमा ट्याक्स अझै तिर्न पर्छ, त्यही भएर यसको नाम दिन्छु म टिटिडी, ट्याक्सेबल टेम्पोररी डिफरेन्स है। यो 10,000लाई चाहिँ मात्रै हामीले टेम्पोररी डिफरेन्स भन्छौँ, तर यदि यसको कारणले मेरो भविष्यमा चाहिँ ट्याक्स बढी तिर्नुपर्छ भने यो चाहिँ ट्याक्सेबल टेम्पोररी डिफरेन्स हुन्छ। तर मानौ यही डिफरेन्सको कारणले, यही टेम्पोररी डिफरेन्सको कारणले मेरो यदि भविष्यमा ट्याक्समा सेभिङ भयो भने चाहिँ म त्यसलाई डिडक्टिबल टेम्पोररी डिफरेन्स भन्छु। सिम्पली भन्ने हो भने यो 10,000लाई चाहिँ हामीले टेम्पोररी डिफरेन्स भन्यौँ र यो टेम्पोररी डिफरेन्सको कारणले यदि मलाई फ्युचरमा चाहिँ ट्याक्स बढी तिर्नुपर्छ भने चाहिँ म त्यसलाई ट्याक्सेबल टेम्पोररी डिफरेन्स भन्छु। यदि यो 10,000 डिफरेन्सको कारणले अथवा टेम्पोररी डिफरेन्सको कारणले फ्युचरमा मलाई चाहिँ ट्याक्सको सेभिङ हुन्छ भने चाहिँ म त्यसको नाम के दिन्छु, डिडक्टिबल टेम्पोररी डिफरेन्स भनेर नाम दिन्छु। ठिक छ। अब हेर्नुहोस्, किनकि अहिलेको केसमा यो जुन इक्जाम्पल छ यसमा यो 10,000 को डिफरेन्सले गर्दा मलाई फ्युचरमा के गर्नुपर्छ, एडिसनल पेमेन्ट अफ ट्याक्स, मतलब ट्याक्सको मलाई एडिसनल पेमेन्ट गर्नुपर्छ। त्यही भएर यसको नाम मैले के दिएँ, ट्याक्सेबल टेम्पोररी डिफरेन्स आयो भनेपछि यदि मैले ट्याक्स बढी तिर्नुपर्छ, फ्युचरमा ट्याक्स बढी तिर्नुपर्छ भनेपछि ट्याक्सेबल टेम्पोररी डिफरेन्समा क्रिएट हुने भनेको डिफर्ड ट्याक्स लायबिलिटी हो। किनकि डिफर्ड ट्याक्स लायबिलिटी मलाई फ्युचरमा बढी ट्याक्स तिर्नुपर्छ, अहिले होइन भविष्यमा मैले ट्याक्स तिर्ने हो। किन भविष्यमा ट्याक्स तिर्छु, किनकि यो इकोनोमिक बेनिफिट मेरो कहिले हुनेवाला छ त, फ्युचरमा हुनेवाला छ। त इकोनोमिक पनि बेनिफिट पनि मेरो फ्युचरमा हुन्छ, त्यही भएर ट्याक्स पनि मैले कहिले तिर्नुपर्छ, फ्युचरमा तिर्नुपर्ने हुन्छ। भनेपछि ट्याक्स मलाई पेमेन्ट गर्नुपर्छ, फ्युचरमा गर्नुपर्छ, त्यही भएर मैले के बनाएर राख्छु यहाँ, डिफर्ड ट्याक्स लायबिलिटी, फ्युचरमा तिरिने ट्याक्स, डिफर्ड ट्याक्स लायबिलिटी। तर यदि यो टेम्पोररी डिफरेन्सको कारणले मेरो ट्याक्समा सेभिङ भयो भने म त्यसलाई के नाम दिएँ, डिडक्टिबल टेम्पोररी डिफरेन्स। र यदि मलाई फ्युचरमा कम ट्याक्स दिनु पर्यो भने चाहिँ मलाई यसमा चाहिँ डिफर्ड ट्याक्स एसेट क्रिएट गर्नुपर्ने हुन्छ। भनेपछि ट्याक्सेबल टेम्पोररी डिफरेन्स छ भने डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट हुन्छ, डिडक्टिबल टेम्पोररी डिफरेन्स छ भने चाहिँ तपाईँको डिफर्ड ट्याक्स एसेट क्रिएट हुन्छ। कसरी बुझिने यो डिडक्टिबल जुन टेम्पोररी डिफरेन्स आयो त्यो ट्याक्सेबल हो कि डिडक्टिबल हो, मैले भनिहालेँ। यदि यो टेम्पोररी डिफरेन्सको कारणले फ्युचरमा बढी ट्याक्स दिनु पर्यो भने ट्याक्सेबल टेम्पोररी डिफरेन्स, टेम्पोररी डिफरेन्सको कारणले यदि मेरो ट्याक्समा सेभिङ भयो भविष्यमा भनेपछि चाहिँ म त्यसलाई के नाम दिन्छु त, डिडक्टिबल टेम्पोररी डिफरेन्स। ठिक छ। र ट्याक्सेबल टेम्पोररी डिफरेन्समा डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट हुन्छ, अनि डिडक्टिबल टेम्पोररी डिफरेन्समा तपाईँको चाहिँ के हुन्छ त भन्दाखेरि डिफर्ड ट्याक्स एसेट क्रिएट हुन्छ। ठिक छ। अब मैले एउटा जस्ट अन्डरस्ट्यान्डिङको लागि हामीले के बुझ्न सक्छौँ भन्दाखेरि चाहिँ अन्डरस्ट्यान्डिङको लागि, याद गर्नको लागि चाहिँ, हालाकि म लजिक भन्छु तर अहिले चाहिँ जस्ट याद गर्नको लागि बुझ्ने हो भने चाहिँ एसेटको केसमा तपाईँको क्यारिङ अमाउन्ट ग्रेटर देन ट्याक्स बेस भयो भने, के हो यसको अर्थ, क्यारिङ अमाउन्ट भनेको फ्युचरमा पाउने इकोनोमिक बेनिफिट, ट्याक्स बेस भनेको इकोनोमिक बेनिफिटको डिडक्सन, के अरे अगेन्स्टमा दिने डिडक्सन, ट्याक्सले दिने डिडक्सन। त यदि बेनिफिट बढी भयो, बेनिफिट मैले बढी पाउँछु भने यसमा के क्रिएट हुन्छ भन्नुहोस् त, डिफर्ड ट्याक्स लायबिलिटी, बढी इकोनोमिक बेनिफिट पाउँछ नि त, डिफर्ड ट्याक्स लायबिलिटी। अच्छा, क्यारिङ अमाउन्ट मेरो कम छ, ट्याक्स बेस बढी छ, यसको मतलब के भयो, बेनिफिट मेरो कम छ, ट्याक्सले मलाई बढी डिडक्सन दिन्छ। त बढी डिडक्सन दिन्छ भने यसको मतलब मैले ट्याक्स कम तिर्नु पर्यो भविष्यमा, बेनिफिट मेरो कम छ, डिडक्सन मलाई बढी दिन्छ, यसको मतलब मैले कम ट्याक्स तिर्नु पर्यो भविष्यमा भनेपछि त्यो टेम्पोररी डिफरेन्सलाई हामीले डिडक्टिबल टेम्पोररी डिफरेन्स भन्छौँ र यसमा चाहिँ डिफर्ड ट्याक्स एसेट क्रिएट हुन्छ। यस नो। त्यसै गरिकन लायबिलिटीको कुरा गरौँ। लायबिलिटीमा कस्तो कुरा छ त भन्दाखेरि चाहिँ लायबिलिटीको केसमा यदि क्यारिङ अमाउन्ट ग्रेटर देन ट्याक्स बेस छ, है भनेपछि के भयो, क्यारिङ अमाउन्ट मतलब के हो, क्यारिङ अमाउन्ट भनेको के हो, मैले चाहिँ के गर्नुपर्छ त भन्दाखेरि चाहिँ फ्युचरमा यति अमाउन्ट तिर्न पर्छ, मैले यति अमाउन्ट भविष्यमा तिर्न पर्छ र यदि तिर्नुपर्ने हुन्छ। अथवा तर ट्याक्स बेसले चाहिँ मलाई के गर्यो त भन्दाखेरि चाहिँ बढी डिडक्सन, के अरे कम डिडक्सन दियो, ट्याक्स बेसले मलाई कम डिडक्सन दियो भनेपछि चाहिँ मैले यो केसमा चाहिँ डिफर्ड ट्याक्स एसेट क्रिएट गर्छु। र यदि क्यारिङ अमाउन्ट मेरो ट्याक्स बेसभन्दा कम छ
क्यारिङ अमाउन्ट मेरो ट्याक्स बेस भन्दा कम छ भने म यस्तो केसमा चाहिँ डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट गर्छु हो। त अब यसको पछाडि म लजिक भने नै छु अगाडितिर चाहिँ, तर अहिलेलाई हामी के बुझेर जाउँ, यो यति चाहिँ बुझेर जाउँ है त। अब डिटिए र डिटिएल को क्याल्कुलेसन कसरी गर्ने त? क्याल्कुलेसन अफ डिटिए और डिटिएल कि त हामीले डिफर्ड ट्याक्स एसेट अथवा कि त हामीले डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट गर्नुपर्ने हुन्छ। कसरी क्रिएट गर्ने त भन्दाखेरि चाहिँ कसरी क्रिएट गर्ने त? अब हेर्नु है, तपाईको माथि यहाँ कति आएको थियो 10,000, यसलाई हामीले के नाम दियौँ? टेम्पोररी डिफरेन्स। यसलाई हामीले के नाम दियौँ? टेम्पोररी डिफरेन्स। टेम्पोररी डिफरेन्सले गर्दा है, अब सुन्नु, मलाई के गर्नु छ? डिटिए अथवा डिटिएल क्याल्कुलेट गर्नु छ। त मानौँ यो टेम्पोररी डिफरेन्सले गर्दा चाहिँ मैले फ्युचरमा बढी ट्याक्स दिनु पर्यो भनेपछि यो ट्याक्सेबल टेम्पोररी डिफरेन्स हो। सो ट्याक्सेबल टेम्पोररी डिफरेन्समा के क्रिएट हुन्छ? डिफर्ड ट्याक्स लायबिलिटी। भनेपछि मैले के हाल्नु पर्यो त भन्दाखेरि चाहिँ टेम्पोररी डिफरेन्स इन्टु ट्याक्स रेट भनेपछि मलाई भन्नुहोस् त यहाँ चाहिँ के क्रिएट हुन्छ होला? यो माथिको इक्जाम्पलमा के क्रिएट हुन्छ होला? डिफर्ड ट्याक्स लायबिलिटी। त डिफर्ड ट्याक्स लायबिलिटी किनकि यो डिडक्टेबल ट्याक्सेबल टेम्पोररी डिफरेन्स हो। सो डिफर्ड ट्याक्स लायबिलिटी इक्वल टु टेम्पोररी डिफरेन्स कति छ? 10,000। मानौँ एकछिनलाई ट्याक्सको रेट छ कति? सपोज 30%। भनेपछि 3,000 रुपैयाँ 3,000 रुपैयाँ चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि चाहिँ डिफर्ड ट्याक्स लायबिलिटी हुन्छ। ठिक छ, डिफर्ड ट्याक्स लायबिलिटी हुन्छ। अब डिफर्ड ट्याक्स लायबिलिटी त 3,000 हुने भयो, तर यस वर्ष चाहिँ करेन्ट इयरमा मैले प्रफिट एन्ड लस अकाउन्टमा अथवा ओसिआईमा कति अमाउन्ट बुक गर्ने त? अब मैले तपाईँलाई एउटा कुरा के भनिदिन्छु भन्दाखेरि चाहिँ डिफर्ड ट्याक्स लायबिलिटी चाहिँ यो त ब्यालेन्स सिटमा रेकर्ड हुने हो, तर जब हामीले भन्यौँ नि कि इन्कम ट्याक्समा चाहिँ तपाईँले इन्कम स्टेटमेन्टमा करेन्ट ट्याक्स र डिफर्ड ट्याक्स भनिकन दुइटै देखाउनु पर्छ छुट्टा-छुट्टै। भनेपछि मैले त प्रफिट एन्ड लसमा पनि ट्रान्सफर गर्नु पर्यो र ओसिआईमा पनि ट्रान्सफर गर्नु पर्यो। कति बेला प्रफिट एन्ड लसमा ट्रान्सफर गर्ने र कति बेला ओसिआईमा ट्रान्सफर गर्ने त? त यो जुन डिफर्ड ट्याक्स लायबिलिटी म निकाल्छु अहिले, कति चाहिँ यसमा ट्रान्सफर गर्ने भन्ने कुरा पनि देखाउँछु र कुन बेला चाहिँ यसमा ट्रान्सफर गर्ने र कुन बेला चाहिँ यसमा ट्रान्सफर गर्ने भन्ने कुरा पनि देखाउँछु। सो पहिला हेरौँ हामीले कति ट्रान्सफर गर्ने। पहिलो कुरा हेरौँ कति ट्रान्सफर गर्ने त? त यो जुन हाम्रो आयो 3,000, डिफर्ड ट्याक्स लायबिलिटी कति आयो? 3,000। यसलाई हामीले के भन्छौँ भन्दाखेरि चाहिँ क्लोजिङ ब्यालेन्स अफ डिफर्ड ट्याक्स लायबिलिटी। अब हेर्नु, क्लोजिङ ब्यालेन्स हाम्रो कति छ? 3,000। त क्लोजिङ ब्यालेन्सबाट यदि लास्ट इयर पनि हाम्रो कुनै डिफर्ड ट्याक्स एसेट अथवा डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट भएको थियो भने त्यो यहाँबाट घटाउनु पर्यो। त मानौँ क्लोजिङ हाम्रो डिफर्ड ट्याक्स लायबिलिटी कति आयो? डिफर्ड ट्याक्स लायबिलिटी हाम्रो कति आयो? 3,000 हैन? 3,000 माइनस ओपनिङमा सपोज गरौँ न 2,000 को डिफर्ड ट्याक्स लायबिलिटी थियो रे। सुन्नु है, 3,000 चाहिँ मेरो क्लोजिङमा डिफर्ड ट्याक्स लायबिलिटी आयो, ओपनिङमा चाहिँ 2,000 को डिफर्ड ट्याक्स लायबिलिटी थियो। यसको मतलब 1,000 को डिफर्ड ट्याक्स लायबिलिटी बढ्यो मेरो, 1,000 को डिफर्ड ट्याक्स लायबिलिटी बढ्यो मेरो। भनेपछि यसलाई म के गर्छु? या त प्रफिट एन्ड लसमा ट्रान्सफर गर्छु या त म ओसिआईमा ट्रान्सफर गर्छु। अब कहाँ ट्रान्सफर गर्ने त्यो कुरा हेर्नु। जसको कारणले डिफर्ड ट्याक्स एसेट अथवा डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट भएको छ, सुन्नु है प्लिज, जसको कारणले डिफर्ड ट्याक्स एसेट अथवा डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट गर्नु भएको छ त्यो हैन, जुन आइटममा क्रिएट गर्नु भएको छ त्यो आइटम चाहिँ केमा रेकर्ड भएको हो त? है त, त्यो आइटम चाहिँ यदि ओसिआईमा रेकर्ड भएको हो भने, त्यो आइटम यदि ओसिआईमा रेकर्ड भएको भने त्यसको डिफर्ड ट्याक्स एसेट अथवा लायबिलिटीजको खर्च पनि हैन, डिफर्ड ट्याक्स एक्सपेन्स पनि ओसिआईमै रेकर्ड हुन्छ। यदि जुन आइटमले गर्दा चाहिँ मेरो यो डिफर्ड ट्याक्स एसेट अथवा लायबिलिटी एराइज भयो भने त्यो चाहिँ पिएलमा रेकर्ड भएको छ भनेपछि यो डिफर्ड ट्याक्स एक्सपेन्स पनि हाम्रो पिएनएलमा रेकर्ड हुन्छ। सिम्पली बुझ्नु पर्यो चाहिँ हाम्रो जुन आइटममा डिफर्ड ट्याक्स एसेट के अरे डिफर्ड ट्याक्स एक्सपेन्स क्रिएट भएको हो त्यो डिफर्ड ट्याक्स एक्सपेन्स के अरे आइटम चाहिँ कुनमा छ त? पिएलमा हो कि के अरे ओसिआईमा हो? जहाँ हुन्छ पिएनएलमा छ भने पिएनएलमै डिफर्ड ट्याक्स एक्सपेन्स चार्ज हुन्छ र ओसिआईमा छ भने ओसिआईमै चार्ज हुन्छ। ठिक छ, र डिफर्ड ट्याक्स लायबिलिटी अथवा डिफर्ड ट्याक्स एसेट भविष्यमा गएर चाहिँ के हुन्छ त? रिभर्स हुन्छ। अहिले हामीले क्रिएट गरेका छौँ, भविष्यमा एक्चुअलमा तिर्नुपर्ने हुन्छ, त त्यसलाई चाहिँ के गर्नुपर्ने हुन्छ त? रिभर्स गर्नुपर्ने हुन्छ। अब हामी कुराकानी गरौँ एउटा जुन हामीले अहिले के भन्यो त भन्दाखेरि चाहिँ डिफर्ड ट्याक्सको लागि हामीले एउटा कुरा अहिले के भन्यो भर्खरै कि डिफर्ड ट्याक्स क्रिएट गर्ने बेलामा हामीले के गर्छौँ अरे? डिफर्ड ट्याक्स क्रिएट गर्ने बेलामा टेम्पोररी डिफरेन्स लियौँ इन्टु ट्याक्सको रेट लियौँ। ट्याक्सको रेट हो। अब हामी डिस्कस गरौँ ट्याक्स रेट कुन लिने त?
ट्याक्स रेट कुन लिने त भन्ने कुरा है त। ट्याक्स रेटको कुरा गरौँ। सो ट्याक्स रेट हामीले ट्याक्स रेट जहिले पनि हामीले फ्युचरको ट्याक्स रेट लिन्छौँ, फ्युचरको ट्याक्स रेट लिन्छौँ, ठिक छ, फ्युचरको ट्याक्स रेट लिन्छौँ। मानौँ न सपोज गरौँ हामी 2081 र 82 को अडिट गर्दैछौँ। सो 2081-82 को प्रफिटमा जे प्रफिट आउँछ त्यो प्रफिटमा जे ट्याक्स लगाउँछौँ हामीले त्यो त 81-82 कै ट्याक्स हुन्छ, 81-82 कै ट्याक्सको रेट हुन्छ, हो कि होइन। यो जुन प्रफिटमा ट्याक्स निकाल्ने हामीले त्यो त 81-82 को ट्याक्सले निकाल्ने हो। तर डेफर्ड ट्याक्सको लागि चाहिँ तपाईँले 81-82 होइन कि 82-83 को लागि कुन ट्याक्स रेट सरकारले इन्याक्ट गरेको छ, कुन ट्याक्स रेट चाहिँ सरकारले बनाएको छ, एनाउन्स गरेको छ, त्यो ट्याक्स रेटले चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ त, डेफर्ड ट्याक्स बनाउनु पर्ने हुन्छ। त सपोज गरौँ यहाँ चाहिँ 25% ट्याक्स रेट थियो अरे र यहाँ चाहिँ 30% ट्याक्स रेट भयो भने करेन्ट ट्याक्स चाहिँ तपाईँले 25%ले क्याल्कुलेट गर्नुहुन्छ। तर डेफर्ड ट्याक्स यहाँ क्याल्कुलेट गर्ने बेलामा डेफर्ड ट्याक्स चाहिँ तपाईँले फ्युचरको ट्याक्स रेटले चाहिँ के गर्नुहुन्छ, डेफर्ड ट्याक्स क्याल्कुलेट गर्नुहुन्छ। ठिक छ कुराकानी। अब हामी डेफर्ड ट्याक्सको क्याल्कुलेसन बुझिसक्यौँ। अब यसलाई डेफर्ड ट्याक्स क्याल्कुलेट गरिसके पछाडि चाहिँ जर्नल एन्ट्रीहरू कसरी गर्ने भन्ने कुरा बुझिहालौँ है त। जर्नल एन्ट्रीहरू चाहिँ कसरी गर्ने त हेर्नु। अब जर्नल एन्ट्रीहरू चाहिँ जर्नल कसरी पास गर्ने, अब मलाई एउटा कुरा भन्नु। पहिलो आइटम मानौँ हाम्रो डिफर्ड ट्याक्स एसेट भयो अरे, मानौँ हामीले त्यहाँ ट्याक्सेबल टेम्पोररी डिफरेन्स र डिडक्टेबल टेम्पोररी डिफरेन्स भनेर पऱ्यो नि। त मानौँ हाम्रो के क्रिएट भइरहेछ, डेफर्ड ट्याक्स एसेट क्रिएट भइरहेछ, भनेपछि एसेट क्रिएट हुँदा भनेको त डेबिटमा जानु हो। त डेफर्ड ट्याक्स एसेट अकाउन्ट डेबिट टु के गर्छौँ भन्दाखेरि डेफर्ड ट्याक्स एक्सपेन्सेस, मतलब यसलाई पुरै भाषामा लेख्नु होला। र यो डेफर्ड ट्याक्स एक्सपेन्स चाहिँ या त पिएनएलमा जान्छ या त ओसिआईमा जान्छ, ठिक छ। जति रुपियाँ क्रिएट भयो त्यति। अहिलेको केसमा कति डेफर्ड ट्याक्स लायबिलिटी क्रिएट भएको थियो त त्यो हामीले लायबिलिटीको केसमा राख्न सक्छौँ। र 2 नम्बरमा किनकि अहिले त यो डेफर्ड ट्याक्स एसेट क्रिएट भएको हो, फ्युचरमा यो के हुन्छ, रिभर्स हुन्छ। त रिभर्सको लागि चाहिँ तपाईँले के गर्नुहुन्छ त यसैको अपोजिट एन्ट्री पास गरिदिनुहुन्छ। डेफर्ड ट्याक्स एक्सपेन्स अकाउन्ट डेबिट टु डेफर्ड ट्याक्स एसेट अकाउन्ट गरिदिनुहुन्छ। यसको ठ्याक्कै एन्ट्री उल्टो गरिदिएपछि रिभर्सको एन्ट्री भइहाल्छन्। त्यसै गरिकन मानौँ हामीले डेफर्ड ट्याक्स लायबिलिटीको लागि डेफर्ड ट्याक्स लायबिलिटी क्रिएट गर्नु पर्यो, जुन अहिले हाम्रो भर्खरै गरेको 3000 जुन आएको थियो, यहाँ 3000 जुन आएको थियो, यसको लागि चाहिँ के अरे डेफर्ड ट्याक्स लायबिलिटी हामीले क्रिएट गर्नु पर्यो। सरी, डेफर्ड ट्याक्स लायबिलिटी 3000 होइन, कति आएको थियो 1000 होइन, 1000 को। त 1000 को क्रिएट गर्नु पर्यो भने किनकि लायबिलिटी क्रिएट गर्ने हो त लायबिलिटी कहाँ जान्छ, क्रेडिटमा। भनेपछि मैले यहाँ के गर्नुपर्छ त डेफर्ड ट्याक्स एक्सपेन्स अकाउन्ट डेबिट टु डिटिएल डेफर्ड ट्याक्स लायबिलिटी। र भविष्यमा चाहिँ जब यो रिभर्स हुन्छ, रिभर्स गर्ने बेलामा यही एन्ट्रीलाई चाहिँ उल्टो गरिदिएपछि एन्ट्री चाहिँ कम्प्लिट हुन्छ। सो यसमा पनि कुनै डाउट छैन। र मैले भनिहालेँ यो जुन डेफर्ड ट्याक्स एक्सपेन्स हो यो पनि तपाईँको पिएनएल अथवा ओसिआई चाहिँमा चाहिँ जान्छ, ठिक छ। अब भनेपछि सिम्पली बुझ्ने हो भने चाहिँ एउटा स्टेप मानौँ न, एउटा स्टेप भन्नु पऱ्यो भने चाहिँ कि सर हामीले चाहिँ कसरी क्याल्कुलेट गर्नु त भनौँ न होइन। स्टेप एउटा याद राख्नु पऱ्यो भने हामी कसरी गर्न सक्छौँ त हेर्नु। सबभन्दा पहिला तपाईँ क्यारिङ अमाउन्ट निकाल्नु, क्यारिङ अमाउन्ट के को हिसाबले निस्किन्छ, बुक्सको हिसाबले निस्किन्छ, हो कि होइन। अच्छा, त्यसपछि तपाईँले ट्याक्स बेस निकाल्नुहोस्, के निकाल्नुहोस्, ट्याक्स बेस भन्दा के हो अरे क्यारिङ अमाउन्टको अगेन्स्टमा अथवा इकोनोमिक बेनिफिटको अगेन्स्टमा हामीलाई कति ट्याक्सले डिडक्सन दिन्छ त त्यो निकाल्नुहोस्, ट्याक्स बेस निकाल्नुहोस्, ठिक छ। अब त्यस पछाडि चाहिँ तपाईँ टेम्पोररी डिफरेन्स निकाल्नुहोस्। टेम्पोररी डिफरेन्स भनेको क्यारिङ अमाउन्ट माइनस ट्याक्स बेस, अब यो टेम्पोररी डिफरेन्स चाहिँ तपाईँ हेर्नु होला। टेम्पोररी डिफरेन्स आइसके पछाडि तपाईँले हेर्नुपर्ने के हुन्छ त भन्दाखेरि चाहिँ के मैले यो जुन मेरो टेम्पोररी डिफरेन्स हो यो चाहिँ मेरो डिडक्टेबल टेम्पोररी डिफरेन्स हो कि ट्याक्सेबल टेम्पोररी डिफरेन्स हो, यो हेर्नु पर्यो। यदि ट्याक्सेबल टेम्पोररी डिफरेन्स छ भने तपाईँले डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट गरिदिनुहोस्। यदि डिडक्टेबल टेम्पोररी डिफरेन्स छ भने चाहिँ यसमा डेफर्ड ट्याक्स एसेट क्रिएट गरिदिनुहोस्। र मैले भनिहालेँ ट्याक्सेबल टेम्पोररी डिफरेन्स भनेको के हो त, यदि फ्युचरमा मलाई यसको कारणले बढी ट्याक्स दिनु पऱ्यो भने ट्याक्सेबल टेम्पोररी डिफरेन्स, यदि यसको कारणले मलाई फ्युचरमा ट्याक्सको सेभिङ हुन्छ भने डिडक्टेबल टेम्पोररी डिफरेन्स। र त्यो हिसाबले चाहिँ तपाईँ क्रिएट गर्न सक्नुहुन्छ। र कति चाहिँ त्यो वर्षमा हाल्ने भन्ने कुरा चाहिँ क्लोजिङ डेफर्ड ट्याक्स लायबिलिटी माइनस ओपनिङ अथवा क्लोजिङ डेफर्ड ट्याक्स एसेट माइनस ओपनिङ, ठिक छ। त्यसै गरिकन क्लोजिङ डेफर्ड ट्याक्स लायबिलिटी माइनस ओपनिङ डेफर्ड ट्याक्स एसेट पनि हुनसक्छ है,
जरुरी छैन कि लास्ट इयर मानौँ लास्ट इयर त डिफर्ड ट्याक्स एसेट पनि त क्रिएट भएको हुनसक्छ, अथवा लास्ट इयर डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट भयो, यो पालि चाहिँ डिफर्ड ट्याक्स एसेट क्रिएट भयो। त यस्तो केसमा डिफर्ड ट्याक्स क्लोजिङ डिफर्ड ट्याक्स एसेट माइनस ओपनिङ डिफर्ड ट्याक्स लायबिलिटी हुन्छ, यो कुरा याद राख्नु हैन। त त्यो पनि हुन सक्ने हुन्छ, चान्सेस रहन्छ। अब हामी कुरा गर्दैछौँ एउटा स्पेशल केसेस। अब हामी कुरा गर्छौँ, मैले स्टेप्स भनिहालेँ कसरी हामीले चाहिँ कुरा निकाल्ने हो भनेर। अब हामी कुरा गरौँ डिफर्ड ट्याक्स एसेट स्पेशल केसेसको। डिफर्ड ट्याक्स एसेट चाहिँ स्पेशल केसेसको लागि चाहिँ हामी कसरी गर्नेछौँ त, ठिक छ। सो सबैभन्दा पहिलो हाम्रो जुन हेडिङ छ, जुन सबैभन्दा पहिलो स्पेशल केसेस छ, त्यो हो हाम्रो इन्भेस्टमेन्ट इन हैन, इन्भेस्टमेन्ट इन सब्सिडी एसोसिएट्स र जोइन्ट भेन्चर। इन्भेस्टमेन्ट इन सब्सिडी एसोसिएट्स र जोइन्ट भेन्चर। यदि मानौँ न, यसरी बुझ्नु न तपाईँ, ए लिमिटेड छ, यो ए लिमिटेड भनेको प्यारेन्ट कम्पनी हो, ए लिमिटेड भनेको प्यारेन्ट कम्पनी हो। बी चाहिँ मानौँ सब्सिडी छ, सी मानौँ तपाईँको एसोसिएट हो, र डी मानौँ तपाईँको जोइन्ट भेन्चर हो रे, ठिक छ। अब मलाई एउटा कुरा भन्नुहोस्, ए लिमिटेड त प्यारेन्ट कम्पनी हो भनेपछि ए लिमिटेडसँग के छ त, कन्ट्रोल छ रे। ए लिमिटेडसँग के छ, कन्ट्रोल छ भनेपछि मानौँ बी लिमिटेडमा, सी लिमिटेडमा र डी लिमिटेडमा चाहिँ मैले डिफर्ड ट्याक्स लायबिलिटी अथवा डिफर्ड ट्याक्स एसेट क्रिएट गरेँ, ठिक छ। डिफर्ड ट्याक्स लायबिलिटी अथवा डिफर्ड ट्याक्स एसेट क्रिएट गरेँ भनेपछि यसको रिभर्सल त कहिले हुन्छ, यसको रिभर्सल कहिले हुन्छ, फ्युचरमा। यसको रिभर्सल कहिले हुन्छ, फ्युचरमा। तर रिभर्सल हुन दिने र नदिने भन्ने कुराको कन्ट्रोल कोसँग छ, प्यारेन्टसँग। मानौँ मैले डिफर्ड ट्याक्स एसेट अथवा डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट गरेँ, सपोज गरौँ उसको के अरे उसमा इन्भेस्टमेन्टमा हैन। जस्तै कसरी हुन्छ त भन्दाखेरि चाहिँ मानौँ न क्यारिङ अमाउन्ट मेरो कति हुन्छ, इन्भेस्टमेन्ट मैले कति गरेको छु त्यो प्लस मैले उताबाट सेयर मेरो कति छ, सेयर इन प्रफिट मेरो कति छ, त्यही हो नि, सेयर इन प्रफिट मेरो कति छ, त्यो जोडेर मेरो क्यारिङ अमाउन्ट आउँछ। तर ट्याक्सले त सेयर इन प्रफिटलाई त मान्दैन, उसले चाहिँ सिधै के नै भन्छ, तपाईँको इन्भेस्टमेन्टको अमाउन्ट कति नै हो त्यही हो ट्याक्स बेस तपाईँको। भनेपछि यहाँ केही डिफ्रेन्स आयो, मानौँ टेम्पोररी डिफ्रेन्स आयो, केही डिफ्रेन्स आयो, र यसमा चाहिँ हामीले डिटिए अथवा डिटिएल चाहिँ क्रिएट गर्नुपर्ने देखियो अरे। त क्रिएट त गऱ्यौँ, तर मानौँ मैले के भने सेयर इन प्रफिटवाला जुन हो आइटम हो, त्यो सेयर इन प्रफिटको त कन्ट्रोल कोसँग छ, प्यारेन्टसँग छ। उसले मलाई यदि प्रफिटमा डिभिडेन्ड बाँड्यो भने पो मेरो क्यारिङ अमाउन्ट चाहिँ यतिले बढ्छ त। यदि मानौँ अहिले मैले क्रिएट गरिहालेँ कि मेरो आम्दानी यति हुन्छ भनेर, तर उसले प्यारेन्टसँग त कन्ट्रोल छ नि म डिभिडेन्ड बाँड्नु कि नबाँड्नु भनेर। उसले डिभिडेन्ड बाँड्यो भनेपछि चाहिँ यो रिभर्स हुन्छ फ्युचरमा, तर डिभिडेन्ड उसले बाँड्दैन भने यो त रिभर्स हुँदैन नि त, अहिले त क्रिएट हुन्छ तर फ्युचरमा रिभर्स हुँदैन। भनेपछि किनकि फ्युचरमा रिभर्स हुने र नहुने भन्ने कुराको कन्ट्रोल प्यारेन्टसँग भएको हुनाले हामीले इन्भेस्टमेन्ट इन सब्सिडी एसोसिएट्स र जोइन्ट भेन्चरमा डिफर्ड ट्याक्स लायबिलिटी अथवा डिफर्ड ट्याक्स एसेट चाहिँ क्रिएट गर्नु हुँदैन। डिफर्ड ट्याक्स लायबिलिटी अथवा डिफर्ड ट्याक्स एसेट क्रिएट गर्नु हुँदैन, ठिक छ यो कुरा। सो यो पनि मैले भनिहालेँ। अब जाउँ हामी सेकेन्ड आइटममा। सेकेन्ड स्पेशल केस हाम्रो के छ त, सेकेन्ड स्पेशल केस छ हाम्रो शेयर बेस्ड पेमेन्ट ट्रान्जेक्सन। शेयर बेस्ड पेमेन्ट ट्रान्जेक्सन, ठिक छ, शेयर बेस्ड पेमेन्ट ट्रान्जेक्सन। शेयर बेस्ड पेमेन्ट ट्रान्जेक्सनमा हेर्नुहोस् है, यसले के भन्छ भन्दाखेरि नि सिम्पली बुझ्ने हो भने चाहिँ शेयर बेस्ड पेमेन्ट ट्रान्जेक्सनलाई हामीले एसेटको रूपमा के गरौँ, ट्रिट गरौँ। शेयर बेस्ड पेमेन्ट ट्रान्जेक्सनको केसमा एउटा एजम्पसन के छ कि शेयर बेस्ड पेमेन्ट ट्रान्जेक्सनलाई तपाईँ एसेटको रूपमा एज्युम गर्नु। अब एसेटको रूपमा एज्युम गरेपछि चाहिँ मेरो क्यारिङ अमाउन्ट निल हुन्छ, मतलब इकोनोमिक बेनिफिट के पनि छैन, तर ट्याक्सले मलाई केही न केही डिडक्सन चाहिँ दिन्छ। कति डिडक्सन दिन्छ त्यो हामीले NS 19मा कसरी त्यो कुरा चाहिँ सिकिहाल्छौँ। तर अहिलेलाई के बुझ्नु, मलाई ट्याक्सले चाहिँ केही न केही डिडक्सन दिन्छ भनेपछि पक्कै पनि मेरो यहाँ के आउँछ त, DTD आउँछ, डिडक्टेबल टेम्पोररी डिफरेन्स आउँछ। किनकि मेरो इकोनोमिक बेनिफिट छैन तर उसले मलाई डिडक्सन दिइरहेछ भनेपछि त मेरो डिडक्टेबल टेम्पोररी डिफरेन्स आयो। डिडक्टेबल टेम्पोररी डिफरेन्स आयो भने पक्कै पनि मेरो यहाँ के नै क्रिएट हुन्छ, डिफर्ड ट्याक्स एसेट नै क्रिएट हुन्छ। सो शेयर बेस्ड पेमेन्ट ट्रान्जेक्सनमा जहिले पनि तपाईँको डिफर्ड ट्याक्स एसेट नै के हुन्छ त भन्दाखेरि क्रिएट हुन्छ, ठिक छ कुराकानी। त्यस पछाडि अर्को एउटा कुरा छ नम्बर थर्डमा के छ भन्दाखेरि क्यारी फरवर्ड अफ लसेस।
क्यारी फरवर्ड अफ लसेज। अब सिम्पली हेर्नु न, क्यारी फरवर्ड अफ लसेजमा तपाईँ हेर्नुहोस् है, मेरो क्यारिङ अमाउन्ट कति हुन्छ? निल। क्यारिङ अमाउन्ट कति हुन्छ? निल। तर ट्याक्सले मलाई के भन्छ? ट्याक्सले तपाईँ के भन्छ कि तपाईँ 7 वर्षसम्म के गर्न सक्नुहुन्छ अरे? लस चाहिँ तपाईँ क्यारी फरवर्ड गर्न सक्नुहुन्छ। भनेपछि मैले प्रत्येक वर्ष चाहिँ के न के गर्न पाउँछु त भन्दाखेरि चाहिँ कुनै न कुनै डिडक्सन पाइरहेको छु, किनकि 7 वर्षसम्म उसले मलाई लस चाहिँ क्यारी फरवर्ड गर्न सक्नेछ भन्ने कुरा भनेको छ। भनेपछि म ट्याक्स के गर्न पाएँ? हरेक वर्ष केही न केही बेनिफिट लिन पाएँ, जसको कारणले गर्दाखेरि चाहिँ मेरो यहाँ डिडक्टिबल टेम्पोररी डिफरेन्स आउँछ र डिडक्टिबल टेम्पोररी डिफरेन्स आएको कारणले गर्दाखेरि मलाई डेफर्ड ट्याक्स एसेट क्रिएट गर्नुपर्ने हुन्छ। भनेपछि सेयर बेस्ड पेमेन्ट ट्रान्जेक्सन जस्तै क्यारी फरवर्ड अफ लसेजमा पनि जहिले पनि डेफर्ड ट्याक्स एसेट नै के हुन्छ त? क्रिएट हुन्छ। सेयर बेस्ड पेमेन्ट ट्रान्जेक्सन जस्तै क्यारी फरवर्ड अफ लसेजमा पनि मेरो डेफर्ड ट्याक्स एसेट नै के हुन्छ? जहिले पनि क्रिएट हुन्छ। यो कुरा हामीले बुझ्नु पर्यो। ठिक छ, अब हेर्नुहोस्, अब एउटा इम्पोर्टेन्ट पार्ट छ बिजनेस कम्बिनेसनवाला। बिजनेस कम्बिनेसनवाला यो लास्ट पार्ट हुन्छ हाम्रो, लगभग सकिनै आँटेछ है साथीहरू। बिजनेस कम्बिनेसनवाला, बिजनेस कम्बिनेसनको केसमा हेर्नुहोस् है, बिजनेस कम्बिनेसनको केसमा यदि तपाईँहरू एनएफआरएस 3 र एनएफआरएस 10 पढ्नु भएको छ भने त्यहाँ जब एसेट हैन कन्सोलिडेसन पढ्नु भएको छ नि त, सो जब नेट एसेट टेकओभर गरिन्छ त त्यहाँ दुईवटा कुरा हुन्छ। एउटा हुन्छ के भन्दाखेरि फेयर भ्यालु चाहिँ हैन, फेयर भ्यालु जुन हाम्रो हुन्छ एउटा मतलब हामीले एसेट लिने बेलामा चाहिँ फेयर भ्यालुमा लिइरहेका हुन्छौँ। भनेपछि फेयर भ्यालुलाई हामीले क्यारिङ अमाउन्ट भनेर मान्छौँ, फेयर भ्यालुलाई हामीले के भनेर मान्छौँ? क्यारिङ अमाउन्ट भनेर मान्छौँ। ठिक छ, र अर्को एउटा के हुन्छ हाम्रो ट्याक्स बेस। अब किनकि यहाँ पनि मैले डिफर्ड ट्याक्स एसेट अथवा डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट गर्ने हो भनेपछि चाहिँ यहाँ मलाई क्यारिङ अमाउन्ट कुन र ट्याक्स बेस कुन भन्ने कुरा छुट्याउनु पर्छ। सो एउटा क्यारिङ अमाउन्ट हुने भयो र अर्को चाहिँ ट्याक्स बेस हुने भयो। कुरा बुझ्नुहोस् है, यहाँ चाहिँ मानौ फेयर भ्यालु ग्रेटर देन ट्याक्स बेस हो रे, फेयर भ्यालु भनेको त क्यारिङ अमाउन्ट हो, त क्यारिङ अमाउन्ट ग्रेटर देन ट्याक्स बेस हुने भयो भनेपछि सिम्पली यसमा के क्रिएट गरिदिने? डेफर्ड ट्याक्स एसेट क्रिएट गरिदिने। त्यसै गरिकन मानौ फेयर भ्यालु लेस देन ट्याक्स बेस छ हैन, त यो भनेको त क्यारिङ अमाउन्ट हो, लेस देन ट्याक्स बेस हो, किनकि फेयर भ्यालु भनेको क्यारिङ अमाउन्ट हो। त सिम्पली फेयर भ्यालुलाई मतलब फेयर भ्यालु क्यारिङ अमाउन्ट हैन, फेयर भ्यालुलाई क्यारिङ अमाउन्ट भनेर एज्युम गर्ने हो। बिजनेस कम्बिनेसनको बेलामा फेयर भ्यालुलाई नै क्यारिङ अमाउन्ट एज्युम गर्ने हो। त यस्तो केसमा हामीले के क्रिएट गरिदिन्छौँ? डेफर्ड ट्याक्स लायबिलिटी क्रिएट गरिदिन्छौँ। अब सुन्नुहोस् है, अब सुन्नुहोस् तपाईँहरू, ट्याक्स बेस केलाई लिने र क्यारिङ अमाउन्ट केलाई लिने? त पहिला मैले भनि नै हालेँ, क्यारिङ अमाउन्ट चाहिँ हामीले फेयर भ्यालु अफ एसेटलाई लिने हो। क्यारिङ अमाउन्ट चाहिँ हामीले फेयर भ्यालु अफ एसेटलाई लिने हो। तर ट्याक्स बेस हामीलाई के दिन्छ त भन्दाखेरि ट्याक्स बेस चाहिँ हामीलाई क्वेसनमा या त सेपरेटली दिन्छ, ट्याक्स बेस हामीलाई क्वेसनमा सेपरेटली दिन सक्छ अथवा सेपरेटली नदिन पनि सक्छ। ठिक छ, त यदि सेपरेटली ट्याक्स बेस दियो भने चाहिँ हाम्रो त ट्याक्स बेस भइहाल्यो, सिम्पल कुरा छ। फेयर भ्यालुलाई क्यारिङ अमाउन्ट मानिहाल्ने, यसमा त डाउट छैन। अब रह्यो ट्याक्स बेसको कुरा, त ट्याक्स बेस सेपरेटली पनि दिन सक्छ नदिन पनि सक्छ। यदि सेपरेटली दियो भने जे दियो त्यही नै ट्याक्स बेस हो। तर यदि उसले चाहिँ हामीलाई सेपरेटली दिएन, ट्याक्स बेस भनिकन हामीलाई दिएन भनेपछि अक्वायरीको बुक्समा एसेट्स एन्ड लायबिलिटिजको जे क्यारिङ अमाउन्ट छ, त्यसैलाई नै हामीले ट्याक्स बेस भनेर के गरिहाल्छौँ? एज्युम गरिहाल्छौँ। सो मैले दुईवटा कुरा भने, यदि ट्याक्स बेस चाहिँ सेपरेटली दियो भने त्यसैलाई हामीले ट्याक्स बेस भनेर मान्ने हो। यदि ट्याक्स बेस हामीलाई सेपरेटली दिएन भनेपछि चाहिँ एक्वायरीको बुक्समा जस्तै ए लिमिटेडले बी लिमिटेडलाई एक्वायर गर्दैछ, त यो हो एक्वायरर, यो हो एक्वायरी। त एक्वायरीको बुक्समा एसेट्स एन्ड लायबिलिटिजको जे क्यारिङ अमाउन्ट छ त्यही क्यारिङ अमाउन्टलाई नै हामीले के गर्छौँ? ट्याक्स बेस भनिकन कन्सिडर गर्छौँ। र त्यसपछि यो जुन फेयर भ्यालु थियो त्यसलाई र ट्याक्स बेसलाई कम्पेयर गरेर डेफर्ड ट्याक्स एसेट अथवा डेफर्ड ट्याक्स लायबिलिटिज क्रिएट गर्नेछौँ। कुरो बुझ्नुभयो कि बुझ्नु भएन? अब हेर्नु, जब हामी टेकओभरको एन्ट्री पास गरेर आउँछौँ, कसरी पास गर्नुहुन्छ याद गर्नुहोस् त एकचोटि। जस्तै मानौँ मैले प्लान्ट एन्ड मेसिनरी भनेर डेबिट गरेँ,
ल्यान्ड एन्ड बिल्डिङ भनेर डेबिट गरेँ, ठिक छ। यस्तो हुन्छ। त्यसै गरिकन 2 PC भन्ने आयो रे, 2 PC भन्ने इन्ट्री हुन्छ। अब के हुन्छ, यहाँ हामीले यो सबै इन्ट्री पास गरिकन कि त यहाँ गुडविल आउँछ या कि त यहाँ चाहिँ क्यापिटल रिजर्भ आउँछ, यस नो हो। भनेपछि मैले सुन्नुहोस् है, अब सुन्नुहोस्, अब यहाँ चाहिँ ध्यान दिनुपर्ने कुरा छ। मैले यहाँ के गर्नु पर्यो, यसको सबै डिफर्ड ट्याक्स एसेट अथवा डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट गरेर हुन्छु। त मानौ डिफर्ड ट्याक्स एसेट है, मानौ डिफर्ड ट्याक्स एसेट क्रिएट गर्नुभयो भने तपाईले यहाँ चाहिँ डिफर्ड ट्याक्स एसेट अकाउन्ट डेबिट भनिकन चाहिँ देखाउनु पर्ने हुन्छ। डिफर्ड ट्याक्स एसेट भनिकन देखाउनु पर्ने हुन्छ। अब मलाई एउटा कुरा भन्नुहोस् त, डिफर्ड ट्याक्स एसेट मैले यहाँ देखाएँ भनेपछि मेरो गुडविल जुन आउँछ ब्यालेन्स सिट फिगर, त्यो कम आउँछ कि बढी? त्यो कम आउँछ कि बढी? कम आउँछ, हो कि हैन? त्यो के आउँछ? कम आउँछ। तर यो मैले डिफर्ड ट्याक्स एसेट नदेखाएको भए मेरो गुडविल बढी आउँथ्यो, हो। अच्छा, त्यसै गरिकन मानौ मैले डिफर्ड ट्याक्स लायबिलिटी देखाएँ, डिफर्ड ट्याक्स लायबिलिटी देखाएँ, त यो कहाँ आउँछ? टु डिफर्ड ट्याक्स लायबिलिटी। डिफर्ड ट्याक्स लायबिलिटी पनि देखाएँ भने यसले मेरो गुडविलको ब्यालेन्सलाई असर गर्छ अथवा क्यापिटल रिजर्भको ब्यालेन्सलाई असर गर्छ। यो त बुझ्नुहुन्छ तपाईँ? डिफर्ड ट्याक्स एसेट तपाईँ देखाउनुहोस् अथवा डिफर्ड ट्याक्स लायबिलिटी तपाईँ देखाउनुहोस्, यसले तपाईँको गुडविलको अमाउन्ट अथवा क्यापिटल रिजर्भको अमाउन्टलाई के गर्छ? असर गर्छ है, असर गर्छ। त्यही भएर हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ सिम्पली यो बुझ्नुहोस् न कि डिफर्ड ट्याक्स एसेट र डिफर्ड ट्याक्स लायबिलिटिज चाहिँ गुडविल र क्यापिटल रिजर्भको थ्रु एसेट एन्ड लायबिलिटिजमा, जुन एसेट एन्ड लायबिलिटी हामीले बिजनेस कम्बिनेसनमा टेक ओभर गरेर हुन्छौँ, त्यो चाहिँ त्यसमा चाहिँ डिफर्ड ट्याक्स एसेट र डिफर्ड ट्याक्स लायबिलिटिज हामीले गुडविल अथवा क्यापिटल रिजर्भको थ्रु चाहिँ रिकर्ड गर्छौँ। त्यो थ्रु रिकर्ड गर्नु भनेको मतलब यही हो कि जब हामीले डिफर्ड ट्याक्स एसेट र डिफर्ड ट्याक्स लायबिलिटी रिकर्ड गर्छौँ त त्यो अवस्थामा गुडविल र क्यापिटल रिजर्भ के हुन्छ? असर पर्छ। या त गुडविल बढी कम हुन्छ हैन, या त क्यापिटल रिजर्भ कम बढी हुन्छ। कुरा बुझ्नुभयो? ओके। सो यो केस बुझिसकेपछि चाहिँ अब यसमा अर्को कुरा मानौँ यहाँ हामीले के गर्नु त भन्दाखेरि चाहिँ फेयर भ्यालु त लियौँ, फेयर भ्यालु आइसक्यो, ठिक छ। ट्याक्स बेस हामीले केलाई मान्यौँ? ट्याक्स बेस हामीले केलाई मान्यौँ? स्पेसिफिकली अथवा सेपरेटली दिएको छ भने त्यही भयो, होइन भने एक्वायरीको बुक्समा जे देखिरहेको छ एसेट लायबिलिटिजको क्यारिङ अमाउन्ट त्यसैले हामीले ट्याक्स बेस भन्ने भयो। यो त भइसक्यो। अब यहाँ के आउँछ? टेम्पोररी डिफरेन्स आउँछ। टेम्पोररी डिफरेन्स आइसके पछाडि हामीले के गर्नु पर्यो? डिटिए अथवा डिटिएल क्रिएट गर्नु पर्यो, इक्वल टु टेम्पोररी डिफरेन्स लिन्छौँ इन्टु के लिन्छौँ त? ट्याक्स रेट। अब ट्याक्स रेट चाहिँ लिने बेलामा मानौ ए लिमिटेडको र बी लिमिटेडको ट्याक्स रेट फरक छ। यसमा चाहिँ 25% र यसमा चाहिँ 30%। मलाई भन्नुहोस् त तपाईँ कुनको ट्याक्स रेटले चाहिँ यो क्यालकुलेसन गर्नुहुन्छ त? बी लिमिटेडको ट्याक्स रेटले तपाईँ के गर्नुहुन्छ? डिफर्ड ट्याक्स एसेट र डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट गर्नुहुन्छ। किनकि बी लिमिटेड चाहिँ कुन हो त? एक्वायरी इन्टिटी हो। सो जहिले पनि डिफर्ड ट्याक्स एसेट अथवा डिफर्ड ट्याक्स लायबिलिटी क्रिएट गर्ने बेलामा हामीले बी लिमिटेड मतलब एक्वायरी इन्टिटीको चाहिँ लिनुपर्ने हुन्छ। कुरा बुझ्नुभयो? अब यसमा यति नै हो। एउटा लास्ट पार्ट चाहिँ, अब लास्ट पार्ट हामीले मात्रै के भनिदिन्छौँ त भन्दाखेरि चाहिँ लास्ट पार्ट अब मैले भनिदिएँ कि डिफर्ड ट्याक्स एसेट क्रिएट गर्नलाई तपाईँको फ्युचरमा चाहिँ के हुनपर्छ त भन्दाखेरि चाहिँ ट्याक्सेबल प्रफिट हुन जरुरी छ। फ्युचरमा ट्याक्सेबल प्रफिट हुन जरुरी छ। यही नै हो। अब यसपछि चाहिँ इन्कम ट्याक्स मा NS12 मा अरू त्यस्तो केही पनि छैन, ठिक छ। अझै म तपाईलाई चाहिँ अर्को नेक्स्ट भिडियोमा चाहिँ तपाईलाई इक्जाम्पलहरू पनि केही दिन्छु र त्यो इक्जाम्पलहरूको थ्रु चाहिँ मैले कन्सेप्टहरू अझै क्लियर गर्छु र साथसाथै त्यो भिडियोहरूमा चाहिँ हामीले NS12 को क्वेसनहरू पनि गर्नेछौँ। आई थिङ्क यसको लागि दुईवटा भिडियो अझै चाहिन्छ। एउटामा क्वेसन पनि हुन्छ, इक्जाम्पलहरू पनि हुन्छ। सो भिडियो दुईवटा लागि नै हाल्छन्, ठिक छ। सो आजलाई यति नै गरौँ। थ्याङ्क यू सो मच। टेक केयर। बाई बाई।